आज चाहिँ हाम्रो घर खाली गर्ने दिन हो के गोरे दाइ चाहिँ के प्याकिङ गर्ने हो सबै असिस्टहरू गर्दैछ यसलाई त थाहा छ हामी चाहिँ नेक्स्ट मन्थ युएस मुभ हुँदैछ नि त त्यसको लागि चाहिँ अहिलेबाट नै सामानहरू चाहिँ पठाउनु पर्ने रे कि होम गुड्सहरू नेपालबाट आएर राम्रोसँग सेटल हुनै पाएको थिएन त्यसरी सामानहरू प्याकिङहरू गर्नु पर्यो मैले त त्यति साह्रो गर्नु परेन त्यही पनि सब सामानहरू जाने रहेछ पठाउनु पर्ने रहेछ अनि सिपिङ कम्पनीको 4 जना जति आएर सबै प्याकिङहरू गरेर लग्दो रहेछ फर्निचर सबै कस्तो मजाले मन्थहरू चाहिँ पिसिएसिङको मन्थ हो रे के पिसिएसिङ चाहिँ हाम्रो नेपालीमा सरुवा भन्छ नि हाम्रो नेबर्सहरू मैले चिनेको साथीहरू पनि सबै गइसक्यो क्या मलाई चाहिँ यही मन पर्दैन यो मिलिटरीको कुरा कस्तो मजाले साथी बनिसकेको हुन्छ अनि फेरि कहाँ गइ जानुपर्छ फेरि नयाँ आउँछ साथी बन्छ फेरि आफ्नो जाने बेला हुँदो रहेछ क्या कस्तो यो चाहिँ मन पर्दैन मलाई त्यही हामीले म्यारिज काउन्सिलिङ गरेको भनेको थियो नि मलाई यही कुराहरू सम्झाएको थियो कि मिलिटरीमा चाहिँ यस्तो हुन्छ वाइफले चाहिँ बुझिदिनु पर्छ के भनेर सुटकेसमा अड्ने लुगा र अनि प्याक गरिसकेको खानेकुराहरू मात्र छोडेर सबै लग्यो है हाम्रो त घर त खाली भयो के अहिले बस्नको लागि चाहिने फर्निचर्सहरू चाहिँ यो हाउसिङ कम्पनीले दिँदो रहेछ कि 1 मन्थको लागि त्योहरू लिएर आयो होइन अनि म र मेरो गोरे दाइ त हेर्नु न कस्तो स्याड भएको के आफ्नो घर जस्तै लागेन है भन्दै केही छैन भित्तामा टिभी नि छैन केही छैन कसरी टाइम बिताउने भन्दै बेली है साथीको डग सिट गरिदिएको आज अन्त उनीहरू चाहिँ भर्खर मुभ भएको के यो ठाउँमा उनीहरूले चाहिँ घर पाएको छैन अनि होटेलमा बसिरहेछ अन्त यो बेली चाहिँ हामीसँग बस्न आएको के त्यसपछि नुहाई धुवाई गरेर चाहिँ हामी चाहिँ खानालाई गयो है डिनर बाहिर केही छैन घरमा पकाउने भाँडाहरू पनि लिमिटेड मात्र दिएको छ लोनमा अन्त थाकिसकेको थियो अनि छ्याउ लागेर हामी चाहिँ डिनर खान गएको है यो सुसी ओ माई गड म त कति मिस गर्छु होला ला यो सबै मिस हुने भयो नयाँ ठाउँमा जानलाई मलाई त कस्तो नर्भसहरू फिल भइरहेको छ धेरैजनाले सोच्छ युएस कता हो भनेर युएस भर्जिनिया कन्ट्रीको हो त्यतातिर कोही हुनुहुन्छ भने प्लिज साथी बनौँ है मेरो त कोही छैन चिन्ने यही गोरे दाइ मात्र हुन्छ होला अनि दिदीहरू पनि छ एकजना ड्राइभिङहरू पनि आउँदैन केही आउँदैन मलाई एकदमै डर टाइपको लागिरहेछ साथीहरू नजिकतिर झन् मिलिटरी वाइफ हुनुहुन्छ भने त है एकदम रमाइलो हुन्थ्यो कोही छ भने प्लिज मलाई मेसेज गरेर लिएर आउनु ल भर्जिनिया क्वान्टीको है मेरो नेक्स्ट स्टेसन हाम्रो नर्भस भयो भने खाना चाहिँ छोड्ने होइन के